दिनभरि कामबाट थकित भएर के तनावहरू बोकेर घर पुग्छु। घरमा फेरि अभावहरूको प्रतिस्पर्धा, बुझ्नै गाह्रो जिन्दगीको जिजीविसा। कुन्नी केसँग रिस उठ्छ थाहा छैन, कोसँग रिस उठ्छ। कुन्नी केमा रिस उठ्छ, खै कुन्नी कोसँग रिस उठ्छ। यो घामसँग पनि रिस उठ्न सक्छ, यो जुनसँग पनि रिस उठ्न सक्छ, च्यातिएको कमिजसँग पनि रिस उठ्न सक्छ। भातको थालमा पस्किएको सब्जीसँग पनि रिस उठ्न सक्छ। भत्किन लागेको घरको धुरीसँग पनि रिस उठ्न सक्छ। रिसाउँदा रिसाउँदै अरूसँग आफैसँग रिस उठ्न सक्छ, आफ्नै जिन्दगीसँग रिस उठ्न सक्छ। त्यसपछि त रिसकै ज्वालामुखी फुट्छ र पोखिन्छ मै माथि। म जल्छु, केही बेर जलेर खरानी हुन्छु र निप्छु अनि शान्त हुन्छु। रिसाउनु भनेको रिसाउनु मात्र होइन, असफल हुनु पनि हो, हार्नु पनि हो, नजान्नु पनि हो। रिसाउनु भनेको रिसाउनु मात्र होइन, खरानी हुनु पनि हो। थ्याङ्क यू।